संगम युगको जीवन मुक्त स्थितिको अनुभव गर्नको लागि सबै बोझ वा बन्धन बाबालाई दिएर डबल लाइट बन। 2082 कार्तिक 9 आइतबार तदनुसार 26/10/2025 को अव्यक्त महावाक्यमा आधारित रहेर हामी संक्षिप्तमा आजको अव्यक्त मुरलीलाई चर्चा गर्नेछौँ। यसबाट केही महत्त्वपूर्ण पोइन्टहरू, महत्त्वपूर्ण सारहरू अनि महत्त्वपूर्ण कुराहरूलाई निकालेर यसबारे चर्चा गर्नेछौँ। आज विश्व रचयिता बापदादाले आफ्ना पहिलो रचना अति लभली र लक्की बच्चाहरूसँग मिलन मेला मनाइरहनु भएको छ। बाबाले आजको अव्यक्त महावाक्यमा एकदमै सुन्दर सुन्दर पोइन्टहरू बाबाले हामी बच्चाहरूलाई बताउनु भएको छ। हामी केही पोइन्टहरूलाई आजको अव्यक्त महावाक्यबाट निकाल्नेछौँ, एक्सट्र्याक्ट गर्नेछौँ। पहिलो पोइन्ट बाबाले बताउनु भएको छ, भक्तहरूले भगवानका गीत गाउँछन् र भगवान बाबाले कस्तो गीत गाउनुहुन्छ, तिमी भाग्यवान बच्चाहरूको। अर्को पोइन्ट बाबा भन्नुहुन्छ, तिमीले त बाबालाई खोज्यौ पाएनौ, तर बापदादाले तिमी हरेक बच्चालाई धेरै स्नेहले कुना कुनाबाट खोज्नु भएको छ। अर्को पोइन्ट बाबा भन्नुहुन्छ, मेरो कुनै एक पनि बच्चा त्यस्तो छैन जसमा कुनै पनि विशेषता छैन। अर्को पोइन्ट बाबालाई चिन्यौ नि, आफ्नो बनायौ नि। अर्को पोइन्ट नहिँड उड। अर्को पोइन्टमा बाबा भन्नुहुन्छ, मजबुर नबन, मजबुत बन, मजबुर नबन, मजबुत बन। अर्को पोइन्ट छोड्यौ भने छुट्छौ। अर्को पोइन्ट रिभाइज र रियलाइज गर, बोझ के हो, डबल लाइट के हो, दृढ सङ्कल्प के हो, बुझ यी कुराहरूलाई। अर्को पोइन्ट बा प्रश्न सोध्नुहुन्छ, एकदमै महत्त्वपूर्ण प्रश्न, सबै बन्धनहरूबाट मन र बुद्धि मुक्त भएका छन्। अर्को पोइन्ट बाबा समान अर्थात् सर्व बन्धनहरूबाट मुक्त। बाबा समान अर्थात् बिन्दुको प्रयोग गर्नेवाला। अर्को पोइन्ट बुद्धि हो स्टक रुम। अर्को पोइन्ट बनेर पोइन्टलाई प्रयोग गर। अर्को पोइन्ट 3 बिन्दुलाई प्रयोग गर, आत्मा बिन्दु, बाबा बिन्दु र ड्रामा बिन्दु। अर्को पोइन्ट जब हात हल्लिन्छ तब बुद्धि हल्लिन्छ। अर्को पोइन्ट दृढताको फल हो सफलता। अर्को पोइन्ट बाबा बच्चाहरूलाई लिनको लागि आउनुभएको छ। आजको अव्यक्त मुरलीको मुख्य सार भनेको बाबा समान स्थिति रहेको छ। सम्पूर्ण मुरलीलाई निचोड्दा यसको मुख्य सार नै बाबा समान स्थिति। बाबाले भन्नुभएको छ, अबको समय नै बाबा समान स्थिति बन्ने हो। यो समय जब समय नै द्रुत गतिमा चलिरहेको छ, यो बेला बाबा समान स्थिति बनाउन एकदमै अपरिहार्य रहेको छ। र बाबाले बाबा समान स्थिति के हो भनेर यो मुरलीको आधारमा बताउनुहुन्छ। बाबा समान स्थिति भनेको जब सर्वबन्धनहरूबाट हामी मुक्त भन्छौँ त्यसलाई बाबा समान स्थिति बनिन्छ। अर्को बाबा बताउनुहुन्छ, जब हामी 3 बिन्दुहरूको प्रयोग गर्छौँ, जब 3 बिन्दुहरूको प्रयोग गरेर त्यसको प्रयोगी भन्छौँ त्यसलाई बाबा समान स्थिति बनिन्छ भनेर बाबाले मुख्य रूपमा बताउनु भएको छ। बाबाले आजको मुरलीमा
बापदादाले हरेक बच्चाको मस्तकमा 3 भाग्यका 3 सितारा चम्किरहेको देखिरहनु भएको छ। बाबाले भाग्यका 3 सिताराहरू मात्र नभनेर 3 भाग्यका 3 सितारा भन्नुभएको छ। 3 भाग्य अर्थात् 3 सम्बन्ध, बाबासँगका 3 सम्बन्ध, बाबा, शिक्षक अनि सद्गुरु। अनि 3 सितारा अर्थात् पालना, पढाइ र प्राप्ति अथवा वरदान। बापदादाद्वारा श्रेष्ठ पालना दोस्रो भाग्यको रूपमा रहेको छ। शिक्षकद्वारा पढाइ र तेस्रो भाग्य हो सद्गुरुद्वारा वरदानहरूको प्राप्ति भनेर बाबाले 3 भाग्यका 3 सिताराहरूको कुरा गर्नुभएको छ। अर्को बाबाले विशेषताको कुरा गर्नुभएको छ। बाबाले भन्नुभएको छ, त्यस्ता कोही पनि मेरा बच्चा छैनन् जसमा कुनै न कुनै विशेषता नहोस्। मेरा बच्चाहरूमा कुनै न कुनै विशेषता छ जसको कारणले नै भगवानले खोजिकन कुना कुनाबाट बाबाले खोजी बच्चाहरूलाई त्यसै विशेषताको आधारमा बाहिर निकाल्नु भएको छ भनेर बाबाले बताउनु भएको छ। अरू मुख्य सारमा बाबाले बताउनु भएको छ, बाबाले ज्ञानको कुरा गर्नुभएको छ। कुनै पनि कुरालाई तिमी ज्ञान स्वरूपबाट हेर, त्यसलाई बुझ, त्यसलाई सम्झ भनेर बाबाले बताउनु भएको छ। बाबाले आज जीवनमुक्त स्थिति के हो, बोझ भनेको के हो, डबल लाइट भनेको के हो, दृढ सङ्कल्प भनेको के हो, बन्धन भनेको के हो, आदि आदि इत्यादि कुरालाई बुझ, सम्झ, अनुभव गर, रिभाइज गर, अनि मात्र तिमी सम्पूर्ण बन्धनहरूबाट बाहिर निस्कन सक्छौ। अनि मात्र तिमी सम्पूर्ण समस्याहरूलाई समाधान गर्न सक्छौ, कारणको निवारण निकाल्न सक्छौ भनेर बाबाले बताउनु भएको छ। अर्को बाबाले डबल लाइट स्थितिको कुरा गर्नुभएको छ। डबल लाइट अर्थात् फरिस्ता स्वरूप। बाबाले आज फरिस्ता स्वरूप भवको विशेष वरदान पनि बच्चाहरूलाई दिनुभएको छ। फरिस्ता अर्थात् डबल लाइट, जसको शरीर पनि लाइटको हुन्छ र जसको आत्मा पनि लाइटको हुन्छ। त्यस्तै डबल लाइट बन र डबल लाइट बन्यो भने सर्वबोझ अनि बन्धनहरूबाट मुक्त हुन्छौ र जीवन मुक्त स्थितिको अनुभव हुन्छ भनेर बाबाले डबल लाइटको कुरा गर्नुभएको छ। बाबाले तिमी बच्चाहरूले बोझ लिनु हुँदैन, जो बोझिलो हुन्छ त्यो डबल लाइट हुन सक्दैन। फरिस्ताहरू बोझिला हुँदैनन् र बोझिलो भएपछि उड्न सक्दैन, उनीहरू डबल लाइट हुन सक्दैनन्, उनीहरू फरिस्ता हुन सक्दैनन्। त्यसैले आफ्ना सर्व बोझहरू बाबालाई देऊ र तिमी डबल लाइट बन, फरिस्ता बन र तिमी उडिराख भनेर बाबाले बताउनु भएको छ। बाबाले यो पनि बताउनु भएको छ कि तिमी उड्नेवाला हौ, बाबा उड्नेवाला हुन्छ, त्यसैले तिमीहरू पनि उड्नेवाला हौ। जो हिँड्नेवालाहरू छन् उनीहरू बाबासँग जान सक्दैनन्, जो उड्नेवालाहरू छन् उनीहरू मात्र बाबासँग जान सक्छन् भनेर बाबाले बताउनु भएको छ। बाबाले आज डबल लाइटको धारणाको निम्ति पनि बाबाले बताउनु भएको छ। बाबाले अर्को कुरा मुक्ति र जीवन मुक्तिको संस्कारबारे पनि बताउनु भएको छ। यो सङ्गम युग नै समय हो जब हामी मुक्ति र जीवन मुक्तिको संस्कारलाई धारण गर्छौँ, मुक्ति र जीवन मुक्तिको अनुभव गर्छौँ। पछि सत्ययुगमा यो संस्कार रहँदैन, यो अनुभव हुँदैन, मुक्ति र जीवन मुक्तिको अनुभव त्यस बेला हुँदैन, यो अहिले नै गर्ने हो र अहिलेकै संस्कारले, अहिलेकै अनुभवले पछि सत्ययुगमा हाम्रो स्वरूप बनाउँछ, मुक्ति र जीवन मुक्तिको स्वरूप बनाउँछ भनेर बाबाले भन्नुभएको छ। बाबाले आज सर्व बन्धनहरूबाट, जीवन बन्धनहरूबाट मुक्त बन भनेर बाबाले बताउनु भएको छ। पुराना संस्कारहरूको बन्धन, देहको बन्धन, स्वभावको बन्धन, आनी बानीहरूको बन्धन आदि आदि इत्यादि कुराहरूबाट मुक्त बन, अनि मात्र तिमी बाबा समान बन्न सक्छौ भनेर बाबाले बताउनु भएको छ। बाबाले बाबा समान स्थितिमा स्थित हुनु अहिलेको समयको, अहिलेको पुरुषार्थको
माग हो भनेर बाबाले बताउनु भएको छ। अरु कुरा बाबाले पोइन्ट बारे बताउनु भएको छ। पोइन्ट बनेर पोइन्टको प्रयोग गर भनेर बाबाले 3 बिन्दुका कुरा बाबा बिन्दु, आत्मा बिन्दु र ड्रामा बिन्दु बनेर आफ्ना सर्व समस्याहरूबाट मुक्त बन्न भनेर बाबाले बताउनु भएको छ। अर्को कुरा मुख्य सारमा बाबाले बारम्बार पछिल्ला अव्यक्त मुरलीहरूमा पनि बाबाले विशेष जोड दिनुभएको कुरा रहेको छ। आशीर्वाद देऊ, आशीर्वाद ल्याऊ। बाबा भन्नुहुन्छ तिमीलाई ठिकै छ, तिमीलाई केही पनि गर्न आउँदैन, तिमी योगमा बस्न सक्दैनौ, अथवा तिमीमा कुनै पनि किसिमका गुणहरूको धारणा हुँदैन भने पनि तिमी आशीर्वाद देऊ र आशीर्वाद ल्याऊ न भनेर बाबाले बताउनु भएको छ। र बाबाले यो पनि बताउनु भएको छ कि जब हामी आशीर्वाद दिन्छौँ र आशीर्वाद लिन्छौँ तब ज्ञानहरूको धारणा र शक्तिहरूको धारणा पनि स्वतः नै हुन्छ। र जब हामी आशीर्वाद दिन्छौँ र आशीर्वाद लिन्छौँ यो एकदमै सहज पुरुषार्थको सबैभन्दा सहज रूप नै आशीर्वाद दिनु र आशीर्वाद लिनु हो भनेर बाबाले बताउनु भएको छ। जब हामी आशीर्वाद दिन्छौँ र आशीर्वाद लिन्छौँ यो बेला हाम्रो स्थिति युक्त रहन्छ र यो बेला हाम्रो सङ्कल्पमा व्यर्थ कुराहरू चल्दैनन्, युक्त स्थिति रहन्छ भनेर बाबाले बताउनु भएको छ। बाबाले एकदमै सुन्दर कुराहरू बताउनु भएको छ। वरदानमा बाबाले ईश्वरीय मर्यादाहरूको पालना गर र सहयोगी बन भनेर बाबाले बताउनु भएको छ। श्लोकनमा बाबाले श्रेष्ठ पवित्रताको अनुभव आफ्नो चालचलन र स्वरूपबाट गरौ भनेर बाबाले बताउनु भएको छ। आजको अव्यक्त इशारामा बाबाले प्रयोगी आत्मा बनेर आफ्ना संस्कारहरूमाथि, प्रकृतिमाथि, परिस्थितिहरूमाथि र विकारहरूमाथि विजय बन योगी अर्थात् प्रयोगी आत्मा भनेर बाबाले बताउनु भएको छ। चारैतिरका सबै बापदाताका दिल पसन्द बच्चाहरू दिलराम हुनुहुन्छ नि, त्यसैले दिलरामका दिल पसन्द बच्चाहरू, प्यारको अनुभवमा सदा लहराउने बच्चाहरू, एक बाबा दोस्रो न कोही, सपनामा पनि दोस्रो न कोही, यस्ता बापदादाका अति प्यारा र अति देहवानबाट न्यारा सिक्लदे पदम गुना भाग्यशाली बच्चाहरूलाई दिलको याद, प्यार र पदम गुना आशीर्वाद छ। साथै बालक सो मालिक बच्चाहरूलाई बापदादाको नमस्ते, रुहानी बच्चाहरूको रुहानी बाबालाई गुड मर्निङ, नमस्ते, ओम शान्ति, थ्याङ्क यू।